हेलो नमस्ते एन्ड वेलकम सबैजनालाई माई ब्रदर्स वेडिङ को फाइनल भिडियोमा। सो आज चाहिँ यहाँ सत्यनारायणको पूजा हुँदैछ। एज यु क्यान सी दुईजनाले सत्यनारायणको पूजा गर्दैछन् एन्ड दे आर स्माइलिङ। आज बिहानदेखि नै साह्रै पानी परिरहेको थियो अनि यसै कारणले गर्दाखेरि पूजा पनि हल्का ढिला भयो। अनि फेरि पनि बिहान जस्तै पानी पर्छ कि भन्ने डर चाहिँ मनमा हल्का थियो। यसो हेर्ने हो भने अहिले बेलुका पनि सायद पानी पर्छ कि सो पानीले असर पर्छ कि बेलुकाको वेडिङ रिसेप्सन भन्ने मनमा चाहिँ लागिरहेको थियो। एनिवे ठिकै छ। सो यिनीहरूको जुन पूजा छ त्यसलाई लेट्स मेक इट लिटल बिट फास्ट हैन। सो पूजा पछि हामी भित्र आयौँ। भित्र हो जमघट भइरहेको रहेछ, फ्यामिली ग्यादरिङ एन्ड यस्तो मौकामा हल्का तास खेल्दा वाउ कति मजा आउँछ। अच्छा परे I know this game. हजारी खेलिरहेको रहेछन्। पोइन्ट काउन्ट हुँदैछ 1 2 3 4 एनिवे सो हजारी खेलिरहेका छन्। लेट देम इन्जोय। मुखहरुको कार्यक्रम भइरहेको रहेछ। Happy wedding. Okay. Happy married life. हाम्रो छोरीको बर्थडे सबैजनाले विश गरेको देखाउनलाई नेक्स्ट भेरी लङ भिडियो, त्यही कारणले गर्दाखेरि म एउटा समग्रमा सर्ट भिडियो बनाउँदैछु। Happy birthday, buddy.
के खाइहालौँ न के खाऊ भाइ सो हामी सबैजना रेडी भएर चाहिँ अब पार्टी प्यालेस जाने तर्खर गर्दैछौँ एन्ड दिस इज द भेहिकल जसले हामीलाई पार्टी प्यालेस लिएर जाँदैछ जानको लागि रेडी भएको अवस्था सबजना रेडी रेडी छ भन्नुभयो देवता हेलो यतातिर हेलो 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 ठुलो मान्छे ओके सो दिस इज हेलो अर्कीले पनि हेरेको छ ओके गाइस शॉर्ट एन्ड स्वीट 10 मिनट राइड है हामी चाहिँ some of them बाइकबाट अहिलेलाई यति नै अनि हाम्रो बेहुला राजा चाहिँ यहाँ लास्टमा छ हेलो 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 बेहुलाको मामा र बेहुलाको लागि हात लगाइदिनु ओके यहाँ हुनुहुन्छ सो अब रिमेनिङ चाहिँ हामी पछि गरौँला सो बाई सो अहिले चाहिँ हामी पार्टी प्यालेस आइपुग्यौँ हेलो 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 साथी हेलो 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 गाइस हेलो भाउजू हेलो सानी यू ओहो हेलो हेलो गाइस हेलो ओके हेलो हेलो पार्टी प्यालेस धेरै टाढा त थिएन नजिकै थियो एन्ड वाज अप टु हाम्रो ह्यान्डसम बोइज Yeah, I'm worldwide handsome. Yeah, hello. सो हामी सबैजना पार्टी प्यालेसमा इन्ट्री गयौँ doing Oh, great, because I'm hungry. hello 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 all right Tarzan gua ada bundung Nice. हेलो 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 नमस्ते नमस्ते इन्ट्री गर्दा त नाच्नु पर्ने थियो कि एकचोटि हेराजु इन्ट्री
एउटाले इन्ट्री गर्दाखेरि हल्का नाच्नु पर्छ नि त हजुर सो बिस्तारै सबैजना आउनु हुँदैछ यहाँ नाचगान पनि हुँदैछ अनि अब बिस्तारै फोटो सेसनको कार्यक्रम पनि हुँदैछ सो बेला बेलीसँग फोटो सेसन गर्दैछन् Looks nice. सो सबैजनाहरू सानो सानो स्न्याक्सहरू खानतर्फ लाग्दै हुनुहुन्छ एन्ड म चाहिँ वेलकम गर्नतर्फ जानुपर्छ सो सबै गेस्टहरूलाई हामीले राम्ररी इन्टरटेन गर्न कोसिस गरिरहेका थियौँ कोही कोही अलि चाँडो जान चाहनुहुन्थ्यो उहाँहरू सबैलाई सकभर हामीले इन्टरटेन गर्ने कोसिस गरिरहेका थियौँ युनियन दाइ कस्तो हुँदैछ त स्वागत कार्यक्रम सो अब हाम्रो ब्राइडको फ्यामिलीको फोटो क्लिक हुँदैछ ब्राइड ग्रुम एन्ड द फ्यामिली सो माहौल कस्तो थियो भनेर मैले पनि एउटा फ्रन्ट क्यामेराबाट भ्यू क्लिक गर्न कोसिस गरिरहेको थिएँ सो फ्यामिली पिक्चर क्लिक गर्नलाई ठाउँ सायद सानो भएको थियो सो सबैजना एडजस्ट गर्ने कोसिस गरिरहेका थिए एन्ड फोटोग्राफरले हेर्न सक्नुहुन्छ राम्रोसँग मिलाएको पनि थियो सो देयर यु गो यु क्यान सी सबैजना हाँसिदिनुहोस् त एकचोटि
सो अहिले चाहिँ सबैजना आफ्नै सुरमा थिए। सो हामीले सबैलाई हेऱ्यौँ। सो हामीले एउटा प्लान गर्यो, वाइ नट ओपन द डिजे हाउस होइन। सो यस्तो समयमा सबैजना नाचगान गरेर दे क्यान अल्सो इन्जोय। अनि आइएम सरी होइन, मैले सबै चिज चाहिँ क्याप्चर गर्न सकेको छैन, बट जति पनि सकेको छु विच आई क्यान सो इट टु यु। यसमा प्ले भएको सङ्ग्स चाहिँ मैले सुनाउन असमर्थ छु किनभने युट्युबमा कपिराइट लाग्छ। बट एभ्रिबडी सिम्स टु इन्जोय होइन। सो सबैले इन्जोय गरिरहेका थिए, स्पेसली बच्चा बच्चीहरू। सो सबै बच्चा बच्चीहरू नाचेको देखेर हामीलाई पनि नाच्न मन लाग्यो। Mr. Lover, lover, lover. Now Mr. Lover, lover. सो डान्स स्टेप हेरेर हामीले चाहिँ सङ्ग्स के हो भनेर फिगर आउट गर्न त सक्छौँ। डान्स स्टेप हेर्नु होला। सो सबै नाचिरहेका छन्। सम स्टेप्स चाहिँ हामीले मेमोराइज गर्न सक्छौँ। क्यान सी यस द्याट्स करेक्ट। यो सङ थियो तेरिका सैलेरीमै तेरिका सैलेरीमै म त ढले 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 वाला। एनिवे नाइस स्टेप्स होइन, सबैले रमाइरहेका छन्। सो सबैजना भित्र नाचिरहेका थियौँ। बिस्तारै बिस्तारै सबैजना डान्स स्टेजमा आउन थालेका थिए। सो डान्स स्टेज चाहिँ हल्का बिस्तारै 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 क्राउड हुँदै थियो। कोही कोही बाहिरैबाट हामी नाचेको हेरेर मजा लिइरहेका थिए भने कोही कोही नजिक आएर नाच्नलाई उत्साहित भइरहेका थिए। यो म्युजिक भनेको यस्तै चिज हो जसले मान्छेहरूलाई चाँडै आकर्षित गर्छ। सो हामी सबैजना इन्जोय गरिरहेका थियौँ। इट फिल्स भेरी नाइस। सो एभ्रिबडी वाज एट्र्याक्टेड। सबैजना जसलाई नाच्न मन लागेको थियो उहाँहरू पनि बिस्तारै बिस्तारै आफ्नो साइनेस हटाउँदै नाच्न आइरहनु भएको थियो। जुन यो म्युजिक हामीले खोल्यौँ डिजे हाउस होइन, यसले चाहिँ हाम्रो फन नै डबल बनाइरहेको थियो। सबैजना खुसी अनि सबैजना नाचिरहेका थिए, विच मेड अस भेरी नाइस होइन। सो एभ्रिबडी वाज इन्जोइङ। सायद त्यसैले होला हरेक पर्वमा यो सङ्गीत म्युजिक भनौँ न त्यसको छुट्टै महत्त्व छ। यसले सबैलाई एक बनाउने काम गर्छ। यता नाचगान भइरहेथ्यो, यसले गर्दा मैले सम्मिनी भेट हुन लागिरहेको छ भन्ने कुरा नै बिर्सिएछु।
सो हतार हतार फर्किएर म यता भिडियो बनाउनतर्फ लागे। सबैजना ग्यादर गरेर हेरिरहेका थिए। बट एउटा कुरा भन्नुपर्दा हामीले एक्सपेक्ट गरेका थिएनौँ कि आज सम्धिनी वेट हुन्छ भनेर। बट जसोतसो इट अल वेन्ट वेल। जो यो समयमा आउनुभयो अनि आफ्नो केही समय दिनुभयो, यसको लागि हामी सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छौँ होइन। सो सबैलाई थ्याङ्क यू भेरी मच वान्स अगेन। अब पालो थियो घरको जेठी बुहारीको। अब पालो माइजूहरूको।
यसपछि ठुलो मम्मीको पालो। अनि अब आन्टीको पालो। यसपछि हाम्रो दिदीको पालो। सो यो भेटघाट कार्यक्रम सकिसकेपछि हामी पुनः कोही नाच्नको लागि त कोही खाना खानको लागि त कोही चिन्जान र भेटघाट गर्नतर्फ लागिरहेका थिए। सो अब हामीले केही समय पाएका थियौँ। सो यो केही समय युटिलाइज गर्नलाई हामीले फोटो खिच्ने निर्णय गर्यौँ। सो सबैजना मिलेर केही फोटो पनि खिच्न समय पाउने भयो भनेर हामी फोटो खिच्नतर्फ लाग्यौँ। यो समय मेरो लागि पनि एउटा मेस्मराइजिङ भनौँ न, एउटा रिमेम्बरिङ टाइम थियो। सकभर कसैलाई केही कमी नहोस् भनेर म फेरि एकचोटि सबैलाई के कसो चाहिन्छ भन्ने हेर्नतर्फ लागे। भिडियो क्यामेराम्यान उता हो त हला 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 बोल्ने कुरा बोल्नेमा राख्छु क्या मैले स्पिडमा आज स्ल्यापमा राख्छु क्या देखाउनु लाग्छ। काकी रमाइलो हुँदैछ आन्टी? हेलो
अब सायद बिस्तारै टाइम पनि बढिरहेको थियो, त्यसैले धेरै जसो गेस्टहरू घर फर्कनतर्फ पनि लागिसकेका थिए। सो बिस्तारै देख्न सक्नुहुन्छ सबै इम्टी हुँदै गइरहेको थियो। तपाईं त एक्लै हुनुभयो त यता? सो फेरि एक अन्तिम डान्स गरौँ न भनेर हामी नाच्नतर्फ लाग्यो। यो मेरो भाइको बिहे भएको भएर आई वाज फिलिङ रियली ह्याप्पी। ओभरअल आजको दिन एकदमै राम्रो बित्यो। सो केही समय नाचेर म फेरि बाहिर सबैजना को छन् के कस्तो छ भनेर बुझ्नतर्फ लागे। धेरै जसो गेस्टहरू जानु भइसकेको थियो। सो सबैजना यहाँ कोही फोटो सेसन गर्दै थिए त कोही जानको लागि तयारी गरिरहेका थिए। ल हामी अब अलमोस्ट समापनको तर्फ छौँ। हेर्दैछौँ कहाँ कति पुग्यो। This is after the ceremony. Hello. No, nobody like. Hello. Okay, hello. Bye. सो हामी पार्टी प्यालेसबाट रमाइलो गरेर आजको दिन रमाइलो गरी सकाएर फर्कियौं with the same vehicle. I hope जसले यो भिडियो हेर्नु भएको छ उहाँहरूलाई मन पर्यो होला। So I hope you can like, share and subscribe guys. अनि यो भिडियो अलि ढिलो आएकोमा क्षमा प्रार्थी छु।